मिलाइदिनु शुभ अवसरमा लगाएपछि अलग्गै महत्त्व हुन्छ लगनको मंगलम भगवान विष्णु मंगलाय तनो हरि मंगलाय तनो हरि। ल अब ट्याक्क भयो, अब ट्याक्क कपडा ओढाइदिउँ। दुलै नानीको बुवा बुलाको बुवा ल उहाँको नाम के हो हाम्रो आजको बेहुला? हजुर सुजन बोलाउने नरानको नाम चाहिँ गोत्र के हो तपाईको? भारद्वाज गोत्र हैन भइसक्यो। टिकाराम शर्मा देखो दको माथितिर आउने हो कि सेला के फार्म भन्ने छ माथि आउनु त अझै अगाडि थाहा होला नि उहाँलाई थाहा होइन यो शीतल फार्म भन्ने हो सेला होइन शीतल फार्म भन्नु त शीतल फार्म त्यहाँ बोर्ड आउँछ ठुलो त्यहाँबाट थाहा गर्नु त दुईटा है ओके एक दिन ओके ओम मनमे तरपेत बात तरपेत दस नाम त्रिवेद नाम गणाम्यः दा अब
त्यस्तै हेर्नु पऱ्यो भने ज्योतिलाई उसको टुक्रो त्यस्तो दुइटै अब आज कन्यालाई दिएको दुःखसित राखिदिनुहोस् राम्रोसँग पालिदिनुहोस् भने यसो बाटो गराइदिनुहोस् पूजा गरेको कारणै त्यही हो बाहुन मान्छे भने त्यही हो भन्ने गर्नुपर्छ आज पौलीको कसम खुवाएर यो घुमाएर राखेको नि जुन सबैलाई दिएको हामीले त बाटो त छोड्नु भएन पामाले दुलैको दाहिने हातको पनि आउनु सक्छ माथि नगर भक्ति नगर झाटो पाल्पता नपाएका यही सराइकडा ग्रामीण सूत्र बनाएको शर्मा यसरी कल्याणम गर्छु कल्याण देवो सवैतम बुवाको नाम के भन्नु लालबहादुर सपत्नी पुत्री सहिताङ्गम यस कन्यादम बन्धनदान मेदव बोचा सदा न अनिसातो देवान पदरत विमदेवो तिरुपति भारते यसा सर्वो सेतुमा बेदम क्रिया शब्द असवत सोमेवानंद परमेनि देशो प्रेम अहमु वयम सम्पर्कमै अवयसु ते उहाँकै यसो हातमा राख्नु अब हजुरहरूले के भन्नु छोनी अब सुन्नुहोस् त अब के भन्नु छोनी हजुरहरूले मुखले यसो उहाँलाई भन्नुहोस् हामीले त यस्तो ठुलो केही पनि दिन सकेका छैनौँ हामीले हिरा मोतीहरू त्यस्तो दिन नसके पनि हामीले एउटा शुद्ध कन्या हजुरलाई दिएका छौँ आजदेखि हाम्रो कन्यालाई कहिल्यै पनि कुनै प्रकारका हजुरले विघ्न बाधा अड्चन नदिएर सधैँभरि सुख शान्तिसित राख्नुहोला सधैँभरि माया गर्नुहोला भनेर आजबाट हामीले हजुरहरूलाई कन्या सुख दिएका छौँ र सुख शान्ति प्राप्त होस् भन्नुहोस् कन्यालाई आनन्द देवो तो कथा सर्वा हेतु दिवो रते अब फेरि पनि फेरि हजुरहरूले फेरि ओ महानमो ब्रह्मण्डदेवाय गोब्रह्मण्डहिताय च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः मन्त्राणां सबला सन्तु पुनः सन्तु मनोरथा शत्रुणां बुद्धिनाशस्तु मित्राणां उभयस्तुभः उभयस्तुभयदितम् ल अब त्यस्तै प्रकारले के गर्नुहोस् भने उहाँहरूको दाम्पत्य जीवनमा सन्तानहरू पनि भरिपूर्ण होस् डाँडा काँडा ढाकोस् हामीले आज कन्यादान हजुरलाई दिएका छौँ कहिल्यै पनि कुनै कुराको दुःख नभओस् भनेर यसो सुम्पिदिएर त्यसपछि अब यसो छोडिदिनु हामीले हजुरहरूलाई ठुल्ठुला चिजहरू दिन नसके पनि हामीले यस्ता हात्तीहरू जस्ता चिजहरू दिन नसके पनि हामी शुद्ध कन्या हजुरको हातमा दिएका छौँ आजदेखि हजुरले हाम्री कन्यालाई राम्रोसँग पालन पोषण गर्नुहोस् राम्रोसँग राख्नुहोस् कहिल्यै दुःख नदिनु होला भनेर फेरि यसो उहाँको हातमा फेरि एउटा फुल राखिदिनुहोस् सुख सम्पदा आरोग्य सुख सम्पदा र आजदेखि हाम्रो छोरी ज्वाइँहरूलाई सधैँभरि सुख शान्ति होस् सन्तानहरू प्रशस्तै होस् दुःख कल्याण कल्लै नहोस् कुनै कुराको विघ्न बाधा अड्चन नहोस् र रोग वेग पनि केही पनि नलाओस् है परमेश्वर भगवान् ब्रह्मा विष्णु महेश्वर गणेशजी सधैँभरि यस्तो ठाउँ सार्छ मात्रै हो तपाईँले उठान सक्नुहुन्छ त बस्नु त बसेर उठान नसके त फेरि बर्बाद भयो नि अब आजबाट चाक्री माग्रै बस्नुहोस् चाक्री माग्रै बस्नु सर्पै समातेर उठाने हो गाना फुट्क्यो भने फेरि बर्बाद छ बरु सक्दैन भयो नि पैसा तिर्नुपर्छ आजबाट म तिम्रो दाइना भयो है अब अहिलेसम्म तिमी थियौ अब मैले सधैँभरि तिमीलाई सुख शान्ति दिनलाई अब सधैँभरि अब मैले तिमीलाई राख्नेछु भन्नु
त्यो चेन्ज गर्नु हजुर ल अब तपाईँले के गर्नु पर्यो भने सुन्नुहोस् न यसो फेरि ल ओ ल शुद्ध बनाएको के त्यो यहाँ पूजा गरेको यसो फुलले के फुल्ने छर्किन्छ यहाँ छ फुल श्री सबै लक्ष्मी कन्या बहुरात्र पवित्र बाबा त्यो कपडालाई पनि पूजा गर्नुपर्छ क्या त्यही भएर सर्वाय भ्यन्तर आत्मसूची वस्त्र सूची बसेको ठाउँ गृह सूची सबै भयो शुद्ध छड्नु ओम देवो सर्वाय यताउता छड्नु यताउता शुद्ध भएको अरे क्या भगवते वासुदेवाय नमो नमः राजिनुहोस् ल त्यस्तै हो माया प्रेम सधैँभरि एउटा कटौरा भाँडा राख्यो त्यही हात हुन्छ कटौरा पानी